सम्पूर्णमा नमस्कार। मेरो नाम तिलक साउद। आज म फरक खालको भिडियो लिएर आएको छु। तपाईँ देख्न सक्नुहुन्छ हाम्रो बीचमा एउटा जङ्गली जनावर जसले मलाई साँच्चै नै आश्चर्यचकित बनाएको छ। आज म गोदावरी नगरपालिकामा एउटा तीर्थस्थल पनि हो। आज मलाई यो कुराले अचम्मित कुराको साक्षी बनाएको छ। तपाईँ देख्न सक्नुहुन्छ एउटा जङ्गली जनावरको यस्तो व्यवहार देख्दा म साँच्चै नै आश्चर्यचकित भएको छु। आज मलाई जङ्गली जनावर र हाम्रो बीचको सम्बन्धलाई एउटा सोच्न सक्ने एउटा प्रेरणा दिएको छ। यो कुराले यो चाहिँ हाम्रो बीचमा आएर यसको एक्ज्याक्टली नाम के हो थाहा भएन, जरायो जस्तो लाग्यो हैन। वास्तविक नाम चाहिँ मलाई थाहा छैन, कमेन्टमा भन्नु होला यसको नाम चाहिँ के हो। यो चाहिँ एक्कासी हाम्रो बीचमा आएर यसरी घुलमिल हुँदा मलाई चाहिँ एकदमै अचम्म लागेको छ। वास्तवमा चाहिँ जनावरहरू, जङ्गली जनावरहरू चाहिँ यस्तो हामीभन्दा टाढा भाग्ने, हामीबाट डराउने देखेको छु मैले अहिलेसम्म। मैले चाहिँ फर्स्ट टाइम होला यसले टच गरेको जङ्गली जनावरलाई। यस्तो जनावर त मैले देखेको एकदमै टाढा भाग्ने, हामीसँग डराउने, हामीबाट हैन। तर यसो दृश्य देख्दा चाहिँ मलाई साँच्चै नै अचम्म लागेको छ। त्यही भएर जङ्गली जनावरलाई माया गर्नुपर्छ। यो दृश्य चाहिँ गोदावरी नगरपालिकाको हो है, नदीको किनारमा। एकदमै माया लाग्दो, एकदमै प्यारो। यसको नाम चाहिँ के हो कमेन्टमा भन्नु होला। थ्याङ्क यू।